Don't think about the somebody's opinion. That's the biggest problem we have all of them, हैन? कसले के भन्छ, कसले के ल सम्झिनुस् न। तपाई आज यहाँ हुनुहुन्छ, अबको 100 वर्षपछि, अबको 100 वर्षपछि पासाङ लामा कहाँ हुन्छ? कहीँ पनि हुँदैन, मेरो फोटोमा हुँदैन, मेरो पिक्चरमा हुँदैन, म केही पनि हुँदैन, कहीँ हुँदैन। ल हेर्नु त, हामी अजम्बरी जस्तो लाग्छ? नो, इट्स एभ्रिथिङ चेन्ज, नथिङ पर्मानेन्ट। भनेपछि वाइ यु आर सो होल्डिङ ग्रज? अहम किन गर्ने, लोभ किन गर्ने, रिस राख्ने, आहा गर्ने कामै छैन। तपाईँले राम्ररी बुझ्नुहोस्, एकदम मेडिटेट गरेर बुझ्नुहोस् न। त्यसो इल्युजन संसारमा हामी बाँचेछौँ भनेपछि वाइ नट बी स्मार्ट एन्ड लिभ योर डे टुडे भेरी ह्याप्पी एन्ड ग्रेट। संसारको राजा तपाईँ नै हो भनेर बाँच्नुहोस् न। अरूले पत्ताउँछ तपाईँले राजा भनेर, पत्ताउँदैन, फर्गेट इट। यु नो, आई एम द किङ, मेरो राजा म हो यार। हो नि, को आओस्, आज डोनाल्ड ट्रम्प आओस् कि बालेन आओस् कि तपाईँको कहाँको को आओस्, के होस्, हेलो सर के छ, ठिक छ, ठिक छ, द्याट्स इट म्यान। ए हजुर हजुर नमस्कार हजुर, टाढाबाट 10 कदम परबाट निहुरेर आउने कामै छैन। म्यान, यु आर योर किङ म्यान। इट्स लाइफ इज वान टाइम। कसलाई झुक्ने खालको काम लाइफ होइन हाम्रो। हेर्नुहोस्, होला तपाईँको खातामा 1 रुपियाँ कम होला, द्याट डजन्ट मिन यु आर विक देन हिम, होइन? आजको समयमा थिएन होला, भोलिको समयमा हुन्छ भनेपछि वाइ किन बाउ डाउन गर्ने? कसलाई पनि बाउ डाउन नगर्नुहोस्। र काम कहिले पनि ठुलो सानो हुँदैन। तपाईँ टोइलेट सफा गरेर हिँड्नुहोस्, अनि भोलि तपाईँको त्यो मर्सिडिजको साउजी चाहिँ ठुलो, तपाईँ सानो भनेर आफूले आफूलाई ननिराउनुहोस् है। तपाईँको ठाउँमा तपाईँ ठुलो हो, उसको ठाउँमा ऊ ठुलो हो, इट डजन्ट म्याटर। तर तपाईँले चाहिँ मेरो ठाउँमा म सानो, उसको ठाउँमा ऊ ठुलो, म ऊभन्दा सानो भनेर हिँड्नुहुन्छ नि, द्याट इज हु यु आर, द्याट्स योर प्रब्लम है। यति बुझ्नुपर्ने छ तपाईँले।